नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ हैन। यो भिडियोमा कुरा गर्छु हैन कि जब गर्ने मान्छे र बिजनेस गर्ने मान्छेमा के फरक छ हैन। तपाईँ जब गर्ने हो कि बिजनेस गर्ने हैन। यो भिडियो देखिसकेपछि त्यसको फरक चाहिँ तपाईले चाहिँ बुझ्न सक्नुहुन्छ। भिडियो चाहिँ तपाईँ लास्टसम्म हेर्नु होला हैन। अब जब गर्ने मान्छेको कुरा गरौँ हैन। जब गर्ने मान्छेको सेलेरीमा काम गर्छ हैन। मन्थली सेलेरी महिना सकेपछि तपाईँ चाहिँ 1 गते चाहिँ तपाईँ सेलेरी पाउनुहुन्छ। त्यही सेलेरीमा तपाईले चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ हैन। जति पनि काम तपाईको छ त्यो सबै कुराहरु तपाईको लाइफ चाहिँ कम्फर्ट हुन्छ हैन। कम्फर्ट इक्जाम्पल ल्याऊ कि तपाईँ त्यही मन्थली जुन सेलेरी छ त्यसैमा चाहिँ एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। फ्रिडम चाहिँ एउटा हुँदैन हैन। कम्फर्ट जस्तो हुन्छ रेगुलर जस्तो काममा जाने त्यहाँबाट आउने हैन। त्यही अनुसार चाहिँ एउटा कम्फर्ट भनौँ न कम्फर्ट तपाईको पेमेन्ट हुन्छ। त्यसैमा सबै कुराहरु एडजस्ट गर्नुपर्ने हुन्छ हैन। त्यसपछि तपाईँ चाहिँ नम्बर 3 मा हुन्छ रुटिन। त्यही रुटिनलाई चाहिँ तपाईँ फलो गर्नुपर्ने हुन्छ नि। फेरि बिहान त्यही समयमा जानुपर्ने बेलुका कति बजे छुट्टी हुन्छ त्यति बेला चाहिँ तपाईँ आउने फेरि त्यही प्रोसेस तपाईँ चाहिँ डे बाइ डे गर्नुपर्ने हुन्छ हैन। त्यसपछि तपाईको नम्बर 4 मा हैन तपाईमाथि चाहिँ बोस हुन्छ हैन। अब तपाईको बोस तपाईलाई जति बेला नि फायर गर्न सक्छ हैन कुनै मिस्टेक यताउति भयो भने। त्यसपछि चाहिँ तपाईँ केही मिस्टेक गर्नुभयो भने त्यस्तोमा तपाईले चाहिँ तपाईको सेलेरीलाई डाउन गर्न सक्छ हैन। त्यसपछि तपाईले चाहिँ सस्पेन्ड गर्न सक्छ हैन। त्यसपछि चाहिँ तपाईले चाहिँ टास्क अनुसार चाहिँ काम दिन्छ हैन। अब भने अनुसार यो गर्नु त्यो गर्नु हैन। जे तपाईलाई कम्पनीले जे तपाईले बोसले भन्छ त्यो अनुसार चाहिँ तपाईले चाहिँ काम गर्नुपर्ने हुन्छ हैन। यो हो जबको रुटिन जुन हुन्छ नि त्यो अनुसार चाहिँ तपाईले हिँड्नुपर्ने हुन्छ। यो चाहिँ एउटा जब गर्ने मान्छेको लाइफस्टाइल हो। यो तरिकाले चाहिँ तपाईले चाहिँ हिँड्नुपर्ने हुन्छ हैन। अब कुरा गरौँ बिजनेस गर्ने मान्छे हैन। बिजनेस गर्ने मान्छे के कस्तो हुन्छ हैन। बिजनेस गर्ने मान्छेको कुरा गर्ने हो भने बिजनेस गर्ने मान्छे फ्रिडम हुन्छ हैन। त्यो आफ्नो इच्छाको मालिक हुन्छ हैन। आफ्नो बिजनेसलाई कसरी अगाडि बढाउने के गर्ने सबै कुराहरु त्यो माथि निर्भर हुन्छ। त्यसमाथि चाहिँ अलि रिस्क हुन्छ हैन। रिस्क लिनुपर्ने हुन्छ हैन। अब बिजनेस कहिले अप पनि हुन सक्छ कहिले डाउन पनि हुन सक्छ कहिले मिडलमा पनि हुन सक्छ हैन। त्यसपछि त्यसको ग्रोथ हुन्छ हैन। अब यो कम्फर्ट जस्तो सेलेरी हैन यति नै छ भने त्यति चाहिँ हुँदैन त्यो भन्दा बढी हुन सक्छ हैन। त्यो सेलेरी हुन्छ नि त्यो लिमिट अनुसार चाहिँ हुँदैन। हाई पनि हुन सक्छ त्यो आफ्नो प्रेफरेन्स हैन। तपाईँ के कसो बिजनेसमा गरिराख्नु भएछ त्यो अनुसार नै हुन्छ ग्रोथ हैन। त्यसपछि चाहिँ तपाईँ माथि कुनै बोस हुँदैन। तपाईँ आफै लिडर हुनुहुन्छ हैन। लिडर तपाईँ माथि कसैले अर्डर या तपाईँ भने अनुसार यो गर्दिनु त्यो गर्दिनु त्यो चाहिँ भन्ने मान्छे चाहिँ कोही हुँदैन हैन। त्यसपछि तपाईँ माथि चाहिँ भिजन हुन्छ हैन। भिजन अब तपाईँ आफ्नो कम्पनीले के कसो अनुसार बढाउने हो के गर्ने हो है सबै कुरा तपाईँ माथि निर्भर हुन्छ हैन। यो चाहिँ बिजनेस गर्ने हैन मान्छेले चाहिँ के हुन्छ भने यो कुरा चाहिँ तपाईँ बुझिसक्नु भयो हैन। अब तपाईलाई थाहा भइसक्यो होला कि एउटा बिजनेस गर्ने मान्छे र एउटा जब गर्ने मान्छेमा के छ। अब तपाईँ चाहिँ बुझिसक्नु होला कि बिजनेस गर्ने मान्छे र जब गर्ने मान्छेमा के फरक छ। एउटा कुरा चाहिँ तपाईँ ध्यान राख्नुहोस् कि लाइफमा तपाईँ सक्सेस चाहनुहुन्छ भने बिजनेसले मात्रै दिन सक्छ हैन। जबले दिँदैन। जबले एउटा कम्फर्ट जोन लाइफ दिन्छ जुन तपाईको रेगुलर तपाईको के कसो हैन तपाईको आफ्नो इच्छा के छ त्यही एउटा लिमिट अनुसार नै तपाईँ पुरा गर्न सक्नुहुन्छ। तर तपाईँ बिजनेस गर्नुभयो भने तपाईँ हैन तपाईको फ्यामिली तपाईको हैन तपाईँ जहाँबाट छोड्नुहुन्छ नि त्यहीबाट तपाईको आउने पर्सन चाहिँ त्यहीबाट सुरु गर्छन्। तर जबमा त्यस्तो हुँदैन। जबमा फेरि तपाईँ इक्जाम्पल लिनुहोस् कि तपाईँ इन्जिनियर हुनुहुन्छ भने तपाईको फ्यामिली मेम्बरले कसैले फेरि तपाईले इन्जिनियर पढाउनु पर्ने गर्नुपर्ने हैन। किन तपाईँ जहाँबाट छोड्नुहुन्छ फेरि त्यहाँबाट त्यो स्टार्ट गर्न सकिन्न। तर बिजनेसमा त्यस्तो हुँदैन। बिजनेसमा तपाईँ जहाँबाट छोड्नुहुन्छ फेरि त्यहीबाट हैन। त्यही अनुसार चाहिँ तपाईँ सफलता चाहनुहुन्छ भने त्यस्तोमा बिजनेस तपाईको बेस्ट अप्सन हुन सक्छ हैन। अब तपाईको लिमिटै अनुसार हैन लिमिटै लाइफ मेरो ठिक छ कम्फर्ट जोनै लाइफ ठिक छ भने तपाईँ चाहिँ जबमै इन्जोय गर्न सक्नुहुन्छ हैन। तपाईले यो जानकारी कस्तो लाग्यो हैन तपाईँ साथीहरुलाई नि शेयर गर्न सक्नुहुन्छ। कुनै डाउट केही छ भने तपाईँ कमेन्टमा चाहिँ भन्न सक्नुहुन्छ।